अझै सूर्यको वरिपरि हल्का बादल लागेको भएर सूर्य पुरा देखिन सकेको छैन। कुनै दिन सूर्य पुरै रातो भएर उदाउँदै गरेको दृश्य देख्न पाइयो भने त्यो पनि ल्याउने छु। तपाईँहरूले मेरो भिडियो हेरिदिनु होला। यो भिडियो तपाईँहरूको आफ्नै च्यानल, युट्युब च्यानल हाम्रो मिर्लुङ भन्ने युट्युब च्यानलमा पनि अपलोड हुनेछ। त्यसमा गएर भिडियो हेरेर प्रतिक्रिया दिन सक्नुहुन्छ। गाउँठाउँ बस्दा आउँदा यस्तो रमाइलो दृश्य देखियो भने तपाईँहरूले पनि फोटो खिचेर आफ्नो ठाउँको हाल्नु होला। हामी घुम्न नसके पनि तपाईँहरूको भिडियो हेरेर भए पनि ओहो यो ठाउँ यस्तो रहेछ भनेर भन्न सक्नेछौँ। भिडियो देख्दा पनि घुम्न गएको जस्तो आभास हुनेछ। कतिपय ठाउँमा सबै ठाउँमा पुग्न सकिँदैन। यस्तै भिडियो हेरेर पनि ओहो आफ्नो मेरो नेपाल पनि मेरो यस्तो सुन्दर ठाउँहरू रहेछन् जहाँ जान सकिएको छैन, भिडियोहरू नि हेर्न पाइयो। जुन साथीहरूले भिडियो हाल्नुहुन्छ त्यसलाई धेरै धेरै धन्यवाद दिउँला। अरू त के नै दिन सकिन्छ र है। आफ्नो देश ठाउँको, आफ्नो गाउँघरको सुन्दर दृश्यहरू यसरी नै भिडियो गरेर हाल्नु होला। हामी पनि हाल्नेछौँ आफ्नो ठाउँबाट देखिने दृश्य। सूर्य त भइसकेको छ तर बादलले अलि हल्का बादलले भएको भएर सूर्य त्यति देख्न सकिएन होइन। अन्त सूर्य माथि आइसकेको छ है। फेरि पनि तपाईँहरूले यस्तै दृश्य देख्नका लागि मैले बादलमाथि कस्तो सूर्यको किरण देख्दा कस्तो राम्रो देखिएको छ। तपाईँहरूले यो किरणलाई हेर्नुहोस्। हेर्नुहोस् त वातावरणीय दृश्य कस्तो राम्रो सुन्दर छ। यो देखिएको पृष्ठभूमिमा देखिएको यो पहाड छिम्केश्वरी पहाड हो भने यता अरू सब डुम्रेहरूलाई चाहिँ बादलले पुरै ढाकेको छ। यतापट्टि देखिएको यो डाँडो चाहिँ तपाईँको तनहुँसुर हो भने यता देखिएको मेरो घर पृष्ठभूमि भइसक्यो। अब यता माथि तपाईँहरूले देख्नु पनि यता माथि पहाड त पुरै देखिन्छ होइन। पहाड अब माथिमा देखिएको छ नि। यो हाम्रो बारीहरू हेर्नुहोस् त हरियाली कति सुन्दर छ। यति सुन्दर ठाउँ भन्न पाउँदा कति आनन्दित हुन्छौँ हामी। हेर्नुहोस् त यो हाम्रो आफ्नो ठाउँको कोदोबारी हो। बारी कस्तो सुन्दर देखेको छ। हेर्नुहोस् त यस्तो सुन्दर हरियाली ठाउँ बस्न पाउँदा स्वर्गकै ठाउँ टुक्रामा बसे जस्तो आभास हुन्छ। यहाँ पृष्ठभूमिमा हिमालहरू देखिन्छ चारैतिरबाट। चिसो हावा आउँछ। गर्मी महिनामा पनि गर्मीको महसुस हुँदैन। जाडो महिनामा त जाडो हुने नै भयो यस्तो हिमालीको काखमा देख्न पाउँदाखेरि है। यस्तो सुन्दर दृश्यहरू देखेर तपाईँहरू कति आनन्दित हुन्छ होला भन्ने आशा गरेको छु। यो भिडियोसँगै फेरि पनि यो सूर्योदय आज बादल हल्का सूर्यको आसपास बादल लाग्यो भने सूर्य त्यति देख्न पाइएन। तर म एकदम तपाईँलाई सूर्योदय पनि एकदम रातो कलर हुँदै उदाउँदै गरेको सूर्य पनि म तपाईँलाई दिनेछु। हेर्नुहोस् सुन्दर दृश्य छ। यो चाडबाडको अवसरमा दसैँको माहौलमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। मलाई पनि यत्तिको आज बिहान बिहानको मौसम खुलेको देख्दा यत्तिको फोटो खिच्न मन लाग्यो र भिडियो बनाउन मन लाग्यो। तपाईँहरूसँग भिडियो बनाउन मन लाग्यो। तपाईँहरूले हेरेर प्रतिक्रिया दिनु होला। हेरेर हाम्रो ठाउँको बारेमा प्रतिक्रिया दिनु होला। हस्, धन्यवाद।